अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामा, केही तथ्य, केही प्रमाण, केहीले गृहमन्त्रीलाई छुनु पर्यो, केहीले छोएको छैन, केही भएको छैन। एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे भनेका भरमा, के सोध्यो पनि थाहा छैन, बयान लिएको छैन। जहिले पनि संसद अवरोध, जहिले पनि संसद अवरोध। 2 जना उठ्यो, करायो, हल्ला गर्यो, संसद अवरोध। संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर देशको विकासको गतिलाई अवरुद्ध गर्ने भोलि चल्न दिन्नौ भनेका छन्। संसद भोलि संसद चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ। हामी लिडरहरूको बिचमा अलिकति छलफल पनि गरौँ भनेर। उहाँ सम्पर्कमा आउन चाहिरहनु भएको छैन। उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नु भएको छैन। उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला।